वेलकम टु माई ब्लग। आज चाहिँ म जो अस्ट्रेलियामा आएको 3 महिना जस्तो भयो अनि अब के कस्तो भयो भनेर 3 महिनाको जर्नी सुनाउन जाँदैछु हैन। कतिको गाह्रो हुँदो रहेछ अस्ट्रेलियामा, के कस्तो कुराहरू मैले भोगेँ भनौँ न, यस्तो कुराहरू चाहिँ म अब भन्न गइरहेको छु। होप इट हेल्प्स समवन। अनि त्यही नै हो, म आफ्नो एक्सपिरियन्स सेयर गर्दै गइरहेको छु। काम खोज्न कतिको गाह्रो छ यस्तो कुराहरू चाहिँ हैन। त्यो सुरुमा अब अस्ट्रेलिया आइयो अनि त्यसपछि हैन नेपालबाट ल्याएको हुन्छ हल्का पैसा 800,000 कति हुन्छ हैन। अनि त्यो पैसा चाहिँ अब यहाँ आएर त्यस्तो धेरै पनि हैन यहाँ जस रेन्टहरू यताउता तिर्नैमा जान्छ। सुरुमा बस्न अनि यताउता सामानहरू किन्नु पर्यो, बेडहरू किन्नु पर्यो अनि त्यसमै जाने रहेछ। अनि त्यसपछि यहाँ चाहिँ अब हप्तामा सिस्टम हुन्छ नि त, नेपालमा अब रेन्टमै बसे पनि महिनाको सिस्टमहरू हुन्छ। अनि यहाँ चाहिँ अलिकति डिफ्रेन्स छ, म हप्तामा तिरिराख्नुपर्छ पैसा। अनि 160-160 एडी भनौँ न, त्यो पनि धेरै नै लाग्छ सुरुमा हैन। काम नपाउँदासम्म त अब नेपालको पैसा क्यालकुलेट गरिन्छ नि त सबै कुराहरू। अनि सुरुमा चाहिँ अब 1-2 हप्ता यसो बस्दाखेरि नै पैसा सकिसकेको थियो मेरो। अनि अब काम त खोज्नु पर्यो, अनि काम पनि अब भन्ने बित्तिकै पाइन्थेन। अनि एकजना साथी चाहिँ मेरो नेपाल गइरहेको थियो, अनि उसको काम चाहिँ मैले गरेँ हैन। अनि 1 महिना जस्तो, 1 महिना नि भनौँ 3-4 हप्ता जस्तो गरेँ, 1 महिना भनौँ हैन। अनि जोस अब उताबाट पैसा अलिअलि आउनु थालेको थियो। अनि त्यसपछि अनि सबै कुराहरू ब्यालेन्स पनि भयो। अनि म यहाँ आउने बित्तिकै अलिकति 1000 अझै एक्स्ट्रा लगेको थियो म त गाह्रो भएर। अनि त्यही नै हो। अनि काम खोज्न पनि जोस त्यही हो, रिफरल चाहिन्छ हैन धेरै जस्तो। मैले नि कति ठाउँमा अप्लाई गरेँ। अनि अप्लाई गर्ने ठाउँहरू चाहिँ त्यही सिक, इन्डिड हैन, जोरा, यिनीहरू नै हो प्लेटफर्महरू। अनि अलिकति मेन्टल्ली चाहिँ स्ट्रङ हुनुपर्ने रहेछ यो ठाउँमा आएर, किनभने अब नेपालमा म पनि अब हैन काम चाहिँ अब गरेर हुन्थेँ। मैले जब चाहिँ आइटीकै काम गरिरहेको थिएँ। अनि सिन्स यहाँ आएर आउने बित्तिकै त अब आइटीको काम पाइँदैन नि त। अनि अरू नै कामहरू गर्नुपर्छ, जुन काम पनि सुरुमा गर्ने नै हो यहाँ आएर हैन। सानो ठुलो भन्ने हुँदैन, यो काम गर्दिनँ त्यो काम गर्दिनँ भनेर बस्यो भने चाहिँ सिचुएसन नै वर्स हुन जान्छ हैन। आफूलाई पैसा आउँदैन अनि अब त्यो उनी हुँदैन कि त्यो खर्च नै बेसी छ यहाँ हैन, सबै कुरा एक्सपेन्सिभ छ। अनि सिन्स सुरुमा आउँदाखेरि नेपालबाट आउँदाखेरि त अब नेपाली पैसामा कन्भर्ट गरेर आउँथेँ म चाहिँ हैन सबै कुराहरू, विच इज वर्स्ट थिङ। अनि यता जाँदाखेरि आफूले चाहिँ एक्सपेन्डिचर चाहिँ धेरै नै कम गर्नुपर्छ। अनि म त्यही नै गर्थेँ, कम नै गर्थेँ, त्यही नै हो। अनि त्यसपछि नेपालभन्दा चाहिँ अलिक क्वाइट डिफ्रेन्ट नै छ, किनभने सुरुमा एउटा काम अब 1 महिना जस्तो त एउटा मात्रै काम गरिन्थ्यो। अनि अनलाइन अप्लाईहरू यताउता पनि गरिरहेको थिएँ मैले, धेरै अप्लाई गरेँ हैन, धेरै मेल गरेँ, कतैबाट मेलै नहेर्ने हैन, रेज्युमे नै नहेरिदिने त्यस्तो हुन्थ्यो। अनि तर सिन्स अलिकति अब स्टोरहरूमा कामहरू सजिलो हुन्छ, यताउता हुन्छ भनेर उलोर्स अनि यहाँ कोल्स यस्तो बाटोटिन जस्तो स्टोरहरू टन्नै छ यहाँ हैन। अनि त्यस्तो स्टोरहरू चाहिँ यहाँ हामीले अप्लाई नै हान्न पाइन्छ। अनि त्यसमा पनि अप्लाई गरेर आएको थिएँ। अनि लक्किली 10-15वटा गर्दाखेरि चाहिँ एउटै स्टोरमा एउटा डिपार्टमेन्टमा चाहिँ खाली रहेछ। अनि त्यहाँ चाहिँ जस अब काम त त्यही नै हो है, अस्ट्रेलिया हिँड्न सिकाउँछ, हेल्दी बनाउँछ, वाक 40,000 50,000 फुट स्टेप हुन्छ कि यहाँ त। अनि 2टा काम गऱ्यो भने त झन् फक्डअपै हुन्छ सिचुएसन, घर जाने सुत्ने। अनि त्यही नै हो, नेपालमा पनि गाह्रै छ हैन, अस्ट्रेलियामा पनि चाह पनि त्यही नै हो इन्टरनेसनल स्टुडेन्टहरूलाई, जुन कन्ट्रीमा पनि जस्तो लाग्छ मलाई चाहिँ। गाह्रो त गाह्रो नै हुन्छ सुरुमा हैन। झन् स्टुडेन्ट भिजामा 1 वर्षको तिरेर आएको थिएँ मैले। अनि अब मलाई आई हेभ टु कलेक्ट मनी हैन फर एनदर इयर अल्सो। त्यही हो, अब जम्मा गर्ने यताउता गर्दै त्यो। अनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि के भन्नु लाग्यो मैले, जस रेस्ट चाहिँ आफूले चाहिँ सेड्युल सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि कामको सिलसिलामा चाहिँ काम पाउनु भयो अनि काम चाहिँ गर्नुहुन्छ हैन, एउटा कामले मात्रै पुग्दैन।
किनभने त्यो कामले चाहिँ तपाईँको रेन्ट तिर्ने अनि त्यसपछि प्लस हल्का पैसा चाहिँ आफूलाई ट्रेनको भाडा नि रेन्टको बिल फोन लिएको हुन्छ फोनको बिलमै सकिन्छ कि 500-600 आउँछ ट्याक्सको कामबाट होइन अनि अर्को काम चाहिँ गर्नै पर्छ सेभिङ गर्नको लागि दुईटा काम भयो भने चाहिँ अलिकति स्टेबल हुन जान्छ भनौँ न त्यो बुझेँ है मैले चाहिँ अनि काम खोज्ने भनेको त त्यही हो रिफरल नै हो अरू त रिफरलबाट चाहिँ के हुन्छ भन्दाखेरि सजिलो हुन जान्छ किनभने साथीले कतै काम गर्दैछ भने उसले रिफर गरिदियो भने अलिकति क्वाइट इजी हुन जान्छ होइन हामीले डाइरेक्ट अप्लाई गर्नुभन्दा पनि किनभने अप्लाई गर्दाखेरि रेस्पोन्सै नआउने हुन्छ यहाँ सिस्टमै त्यस्तै छ अनि त्यही नै हो अनि 3 महिना चाहिँ अब अहिले चाहिँ के हो टाइमिङहरू मिलिरह भनौँ न बिस्तारै अब मिलिरह त्यही नै हो काम त अब गर्नै पर्यो काम त गर्नै पर्छ होइन अनि काम प्लस 3 दिन कलेज हुन्छ 3 दिन कलेज हुन्छ अनि 2 दिन त जानै जस हुन्छ नि जानै पर्यो कलेज त होइन कलेज भएको दिन चाहिँ बिदा भयो अनि अरू दिन त कामै भनेर रेडी होइन बिहान बेलुका अनि कहिलेको चाहिँ लास्टै थकाइला हुन्छ कि होइन कामबाट आउँदाखेरि ट्याङ्ग गएर सुत्यो रुममा गयो कहिलेको त खानै नखाएर सुत्यो होइन इट ह्यापन्स अ लट त्यो चाहिँ त्यही नै हो अरू त खासै त्यस्तो खासै अब बिस्तारै चाहिँ अलिकति त्यो एडाप्ट भइने रहेछ यो ठाउँमा पनि त्यस्तो खासै अब बिस्तारै चाहिँ अब त्यो कामहरू पनि सजिलो मलाई चाहिँ सुरुमा चाहिँ हिँड्न चाहिँ लास्टै त्यो धेरै नै हिँड्नु पर्थ्यो नि त अनि कन्टिन्युअस 5-6 दिन हिँड्दाखेरि त अनि हिँडेर घर जाँदाखेरि त खुट्टै दुखेर खुट्टै पोल्ने भइसक्थ्यो होइन अहिले त पानी परिसक्यो बिस्तारै होइन त्यस्तो खासै हुँदैन तर त्यही पनि स्टिल दुखी त हुन्छ होइन डबल काम पऱ्यो भने चाहिँ त्यही नै हो गाइज अरू त के भन्नु अरू चाहिँ नेक्स्ट भिडियोमा केही बुझ्न मन छ स्टुडेन्ट भिजाको बारेमा म चाहिँ एक्चुली मास्टरमा आएको हो यहाँ 10 वर्ष नेपालमै गरेर त्यही हो सिचुएसन सबैको यस्तै छ यहाँ अस्ट्रेलियामा गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो